माओवादी जनयुद्धको समयमा 15,000 को मृत्यु भएको छ भने 2500 नागरिक बेपत्ता भएका छन्। मृत्यु भएका र बेपत्ता भएका दुवैलाई जोड्दा 17,000 नागेको हो, जसमध्ये सरकारी आँकडा हेर्दा 13,000 नागरिकको हत्या शाही सत्ताले गरेको देखिन्छ। नेपाली इतिहासमा दुई पटक राजा र प्रधानमन्त्री समेत भएका ज्ञानेन्द्र शाहले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम साबित गरेर पदच्युत गरेका थिए। ज्ञानेन्द्रको इतिहास कुनै वीरताको गाथाले भरिएको छैन, जुन सुनेर दुनियाँ नतमस्तक होस्, गर्वले छाती चौडा पारेर फुलाउँदै प्रफुल्लित होस्। बरु ज्ञानेन्द्रको उत्थान भने षड्यन्त्र र तस्करीबाट भएर शासन पाशविक हत्या र बर्बर दमन सहित खुनको खोलो बगाएर भएको देखिन्छ। विक्रम सम्वत 2052 साल फागुन 1 गतेबाट माओवादी जनयुद्ध सुरु हुँदा राजा थिए वीरेन्द्र भने प्रधानमन्त्री थिए शेरबहादुर देउवा। वीरेन्द्र र धीरेन्द्रको वंशविनाश हुने र ज्ञानेन्द्रको सहपरिवार बाँच्ने दरबार हत्याकाण्ड हुँदा 2058 सालसम्म 1500 नागरिकको मृत्यु भएको थियो। दाई वीरेन्द्र र भाइ धीरेन्द्रको अपुताली लागेपछि जब ज्ञानेन्द्र राजा भए, उनी एकाएक मैमत्ता भएर निस्किए, हिटलर जस्तो क्रूर तानाशाह भएर निस्किए। राजा भएको पहिलो 10 दिनमा ज्ञानेन्द्रहरू नै संलग्नता भएको भनिएको नमिता सुनिताको बलात्कार पछिको हत्याकाण्डको फाइल बन्द गरे। यस अपराधमा भेटिएका र पाइएका सम्पूर्ण प्रमाणहरूको नष्ट गरिदिए। ज्ञानेन्द्रले राजा हुने बित्तिकै भनेका थिए, म दाई जस्तो टुलु हेरेर बस्दिन। उनी राजा भएको 2058 देखि 2059 सालसम्म 1 वर्षकै अवधिमा 7,000 मान्छेको हत्या भएको छ। जनयुद्धको समयमा विद्रोही माओवादीले भन्दा बढी काङ्ग्रेस, एमाले र राप्रपा समेत सामेल भएको शाही सत्ताले 5 गुणा बढी नागरिकको हत्या गरेको पाइन्छ। शाही सत्ताबाट नेताहरूको टाउकाको मूल्य तोक्ने, मान्छेलाई जिउँदै गाड्ने, जिउँदै जलाउनेदेखि गर्भवती महिलालाई सामूहिक रूपमा चरम बलात्कार गरेर बच्चा जन्माई हिटलर शासनको पुनरावृत्ति दोहोरिआएको देखिन्छ। सोसाइटी नेपालको यस श्रृङ्खलामा शाही सत्ताले गरेको यिनै मुख्य घटनाहरूको बारेमा उजागर गर्नेछौँ। जनयुद्ध सुरु हुनुभन्दा अगाडि 2052 साल माघ 22 गते डाक्टर बाबुराम भट्टराईले 15 दिने अल्टिमेटम सहित 40 बुँदे मागपत्र माओवादीको तर्फबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका थिए। शेरबहादुर देउवा माओवादीको त्यो मागपत्रलाई रद्दीको टोकरीमा फ्याँकेर भारत भ्रमणमा निस्किए। उनले भारतमा रहँदा राष्ट्रघाती भनेर परिचित महाकाली सन्धि गरे। नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरसिंह राव बीच 2052 साल माघ 29 गते महाकाली सन्धिमा हस्ताक्षर भयो। त्यसले देशमा ठूलो रणको मच्यायो। शाही सत्ताबाट आफ्ना माग पूरा हुने छनक नदेखिएपछि माओवादी अध्यक्ष प्रचण्ड 19 जनाको केन्द्रीय सदस्य सहितको टिम बोकेर प्रतिक्रियावादी राज्य सत्तालाई ध्वस्त पार्दै नयाँ जनवादी राज्य संस्था स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ भन्ने मूल नारा सहित